रहर गर्छन् कोही फोटो नखिच्ने रहर गर्छन् हाम्रै घरमा छन् एसी किन बन्द गरिदिनु सुनु खोइ त आशीर्वाद दिएको आशीर्वाद मनले दिएछ कानमा सिउरी दिनु अरे वाह भावेश पैसा यही हो रङ नलाउनु है अहिले पैसा पाउनु दिनु हुन्छ पैसा फेरि रङ लाग्यो चल्दाखेरि कत्रो पैसा जान्छ यहाँ रङ लाग्यो यसमा बन्द गरी के कुरा छ त नि फोटो खिचेको खिचे के बासमा फोटो थोडी खिच्दैन के भयो कोही कोही नजर मारे यसमा उत्तर गाडीमा मम्मी उता भिडियोतिर पनि हेर्नु उतापट्टि भिडियोमा हेर्नु कि म यहाँ नानीहरूको निधारमा हेर्नु निधारमा हात राखेर उता हेर्नु त्यहाँ निधारमा हात राखेर यता हेर्नु मसँग हालिसक्यो তুমি मसला त सक्यो त बुझ्दैन कपालमा सिउरी दिनु न नानीको होला नि एक मर्दिनु गुन्डा जस्तै लुगा लाएर आमाको अलि झुक्नु हुँदैन घाटमाथि चढेर अरे वाह भावेश पैसा खोइ आमा भाउजूले खाना आँटेको त है हात हटाउ न मुखमा यसो गरी थाप्नु पर्छ क्या तल यसरी निप्न त निप्दैन अलि उता राख्दा नि हुन्छ निप्दैन त्यस्तो के अहिले भिनाजीले लगाइदिने दिदीले लगाइदिने है दिदी आमाले सिकाइहाल्यो अलिकति एकचोटि तिनजना सबैजना हेर ल आमाले हेर्नु त अलि ल रिचा हेर उसले ठिक लाग्छ फोटो खिच्नलाई ल यता हेर यता हेर ल जस्तै गरेर यता हेर रिचा खोइ म पनि लगाइदिन्छु नदिने ल हात पुग्ने दिइहाल्नु दिएर दक्षिण पहिले केटाले अहिले दिइहाल्छ रोक्नु न रोक्नु किन आदेश लगाइदिएको आमालाई कि त्यहाँ स्टुल कता गएको स्टुल दुर्गा भवानी दाइना होस् मेरो नानीलाई पढाइ धेरै आओस् कसैसित मागेर खानु नपरोस् धेरै खानु परोस् पढाइ धेरै आओस् कसैसित झुक्नु नपरोस् है मेरो नानीले नानीहरूलाई कुन कुन हो ओ त्यो खुल्ला पैसाबाट दिनु न छ त त्यहाँ 600 जति नौ दुर्गा भवानी दाइना मनले चिताको पूर्ति होस् धेरै पढाइ होस् नानी कसैसित मागेर खानु नपरोस् रोक्नु हो एकछिन रोक्नु त मलाई हात राख्यो अरे अब खाइयो टिका लाउनु थाल्छ एकछिन रोक्नु न धेरै पढ्नु है मम्मी बाबालाई राम्रो गर्नु हेला गर्नु हुँदैन नानीहरूलाई नानीलाई अब दुईपट्टि लगाइजाउ न ल गोबी लानु पर्छ धेरै दिन सकिन के गर्नु ल भाग्यमानी हुनु ल अब उठ्नु अब मम्मीले काकीले लगाइदिने होइन होइन छोरा भयो अब नानीलाई हामी लानुपर्छ बरु आमाहरूलाई भयो गर्दैन म त्यति के गार्जियन हामी दुईटा भयौँ बस्नु लाग्नु डबड हाल्छ नि
नानीहरूलाई दक्षिणा दिनु पर्दो रहेछ मैले त लु लु बाबु एकछिन उडे त लु अब यहाँ टिको लगाइदिने आमालाई लु जानु काकी बस्नु कति लामो भिडियो बनाएको काटेर छोड्यो